बाई बाई गरेर जाऊ अब 1 हप्ता पछि आउँछु भन्न लु एक्जाम सकेर 1 महिना पछि आउँछु म त जाऊ ल बाई बाई गर्दै म जान्छु भाडा मस्काउनु बाई बाई सौगात बाई बाई गर्दै बाई बाई औ बाई बाई गर्दै यहाँ बाई बाई दसैँमा आउला खै ल भनेको यता हेर न त बाई बाई गरेर लु गयो हाम्रो दिदी हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल अगेन आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चैकै साथ सन्चै चाहिँ नभनौँ अलिअलि ज्वरो आएको छ रुगा खोकी लागेको छ सो आजको भिडियो स्टार्ट गरेको बाहिर टाइटल एन्ड थम्बनेलबाट थाहा पाइसक्नुभयो होला अनि मैले यहाँ भिडियो स्टार्ट गरेको यहाँ कोही कोही मान्छेले हेरिरहेको छ म देखाउँछु तपाईँहरूलाई कसले हेरिरहेको छ भनेर यहाँ हेर्नु मेरो भान्जाले हेरिरहेको छ बत्ती बालेको छ भनेर यहाँनिर यता आऊ न उयो गौतम अनि यहाँ चाहिँ छ पोका पथेर मेरो दुईटै दिदीहरू आमाज्यूहरू घर जानु लाग्नु भएको छ अनि यो मेरो भान्जा सबैभन्दा सानो यहाँ आऊ न यसो हात हलाउ न नाइ रे हेलो गर्दा नि तिम्रो मम्मीले बुवाले उहाँ अनि यता घर जानु लागेको छ होइन साथीहरू सो मेरो सासू चाहिँ यहाँ ज्वरो आएर पुरा यहाँ हेलो भनिदेऊ न यता हेर न औ यस्तै हो साथीहरू नहेर्ने रे हौ उसले हेर्दैन यता हेर न हौ अनि साथीहरू तपाईँहरूले योभन्दा अगाडिको भिडियो मेरो घर पूजाको भ्लग हेरि नै हाल्नुभयो होला सो धेरै नै काम छ कि गर्दैन आयो सुतो ज्वरो आएको छ यस्तो बङ बङ हान्छ कि उपत्रे छ सो अब चाहिँ मेरो दिदीहरू घर जान लागिरहेको छ बबिता दिदी चाहिँ ठुलो दिदी चाहिँ घर जान लागेको छ अनि सानो दिदी चाहिँ जाँदैन छोराले आमालाई बन्द गर्दै यस्तो गर न यस्तो अनि यो यिनी चाहिँ हुन् बिनिसा मेरो सबैभन्दा ठुलो भान्जी अनि यिनी चाहिँ हुन् मेरो बुढाको कान्छी दिदी कान्छी मेरो कोठाको त बिजोग भएको छ साथीहरू यहाँनिर यहाँ हेर्नु यति लुगाहरू धेरै भएको छ अब म यहाँ नयाँ तन्ना बिछाउँछु उनीहरू जान लाग्यो ऊ यहाँ छ यो उयसमा जान लागेको छ दिदीको घर ऊ त दिदीको घर जान लागेको छ पोका पथेरा भन्ने कुरा त त्यस्तो हो साथी एउटा इम्पोर्टेन्ट चिज देखाउँछु कति धेरै बोकेको छ थाम्नु आहा झऱ्यो यहाँ हेर्नु साथीहरू आमामामा के जुत्ताको हालत यस्तो छ हेलो भन नि त जुत्ता देखाइदिन अब म घर जान लागेको छ भनिदेऊ न भन न म फेरि आउने छु 1 हप्ता पछि यो अनि कत्रो मान बोकेको अनि एउटा कोका कोला त हामीलाई पनि राखिदिएको भए हुन्थ्यो त मम्मीले खान्थ्यो त ओ बाई बाई गर्दै लु बाई बाई कति उयो छ क्या उयो त चकचक्कै छ भनेपछि सो साथीहरू मेरो दिदीहरू चाहिँ घर जान लागेको छ जेठी दिदीको घर सो यस्तै हो अहिलेसम्म म अटो आएपछि देखाउँछु यस्तो बिजोग गर्छ यस्तो बिजोग ठुलो मामाले कराउँछ यस्तो छ मेरो बाटो ऊ तपाईँको छोराले यहाँ लत्तले हाने उयो किन लगेको सो साथीहरू यो चाहिँ मैले गिफ्ट गर्न लागेको मेरो बबी दिदीलाई उहाँको चाहिँ छिटै नै चाँडै नै के अरे होटल खोल्दैछ साथीहरू होटल बिनिसा एन्ड सौरभमा सबैजना जानु होला अनि यहाँ हुनुहुन्छ दिदीको घर जानु कस्तो चटक्क भएर आएको छ साथीहरू अनि यहाँ चाहिँ छोरी अनि यहाँ मेरो एडलिन भान्जी त जान लाग्यो ठुलो मामीको घर अनि म भोलि कोसँग बसेर टिफिन खानु दिदीहरूसँग बसेर खानु हुँदै अनि साथीहरू यहाँनिर मेरो ननद
जी हेर उहाँ दिदीको घर जानु र माछा खानु भनेपछि कति एक्साइटेड भएर गएको छ माइत जाँदा कसले यत्रो पसारो गर्छ त्यो रक्सीमा उता कपालको साथीहरू मेरो भिडियो कम्प्लिट हुन्छ आज जेसुकै होस् हेलो भन न कस्तो राम्रो देखेछ नबिना यो उनीहरूले हो त बोल न केही कुरा राम्रो देख्ने बेला त आमा नातिनीहरू हेर्नु आछ बच्चै आफै खाने आफै जाने भन्ने पारा भयो यहाँ हेर्न आफूले खानुपर्छ भनेर होला त्यो झोलामा प्याक गरिदियो अटोको पर्खाइमा छ साथीहरू अटो आइपुगेको छैन अटो आएको छैन अनि हिजो मेरो घरमा लुङदार लगाएको त्यो म तपाईँहरूलाई देखाउँछु अब बिचरा यता हेर न पुरा तयार भएर बसे अनि साथीहरू यो चाहिँ मेरो घरमा हिजो लगाएको लुङदारको नजारा हो अनि यो चाहिँ मेरो घरमा हिजो लगाएको लुङदार अनि कलर लगाएको छ नि यो चाहिँ हो मेरो भान्सा घर कस्तो छ गाईहरू अनि पानी पनि लागेछ पानी पनि लागेछ पुरा कालो धुमधुम्ती भएको छ अनि मेरो दिदीहरूको घर पनि लागेको छ अनि यहाँनिर यिनीहरू दुईजना चाहिँ उसलाई त पिरै परेको होला होइन घर जानुपर्छ भनेर उसलाई पिर परेछ मलाई थाहा छ त्यो एडलिनहरू गएको भनेर मात्रै होला होइन एडलिन कहाँ गएको त ठुलो मम्मी घर होइन त्यही त तपाईँको ठुलो मम्मीको घर साथीहरू यस्तै हो होइन यिनी त एकदम क्यामेराको फ्रेममा आउनै नचाहने मान्छे तर यिनको टिकटक भन्ने चाहिँ फेरि अघिसम्म चिटिक्क नहुने मान्छेहरूले त पुरा लिपस्टिक लगाएर चटक्क भयो दिदी घर जानु भनेपछि सबलाई पिर पर्छ यहाँ हेर्नु अब सुन्ने हुने भयो नि मेरो घर आजबाट के गर्नु मलाई पिर ए हो त स्पेसल चिज त म देखाउन बाँकी नै छ साथीहरू आँप त यहाँ हेर्नु यहाँ एक बोरा आँप छ अनि यता पनि छ कता ऊ त्यहाँ एक कार्टुन अनि यहाँ चाहिँ ब्रुक मै हुँ सलमान खान लु त उफ्रेर देखाइदियो त लु उफ्रेर सुपरम्यान यहाँ मामा के अरे माइजूको त ओछ्यानको बिजो गरेर मिलाएकै छैन साथीहरू यस्तो हुन्छ गाह्रो छ अटो आएको छैन साथीहरू अटो आउँछ भन्दै पर्खिँदै बस्दै यहाँनिर झिउ छ होइन अटो हेर्नु आउँछ अटो हेर्नु गएको अरे हेर्नु यहाँ अटो हेर्नु जाने मान्छे आम्मा अटो हेर्नु गएको अरे ठुली आमाको घर जानु कत्रो चुमचुम लागेछ ऊ अहिले लड्छ अटो हेर्नु गएको हो के गर्नु व्यवहार कहाँ ठिक छ त ऊ यहाँ कोहीलाई कोरियन के अरे कोरियन इयरिङ्स पाएर मक्खै छ आन्टीले दिएको यता तिम्रो त कानैमा हराएछ हौ त राम्रो देखेछ नि यता पनि कोरियन छ है कोरियन जापानिज कोरियन जापानिज ओइ आमा घर त मेरो कबाडा बनायो साथीहरू कबाडा मक्कै बारी करम गर्दै त सारी लाएर अब हिरो नि भएछ अघि त के भनेको थियो अरे म यस्तै लगाएर जान्छु अहिले त लिपस्टिक लगाउनु भएको छ लिपस्टिक उहाँले ब्रान्डेड लिपस्टिक लगाउनु साथीहरू अब यहाँ जान लागेको छ कोसेली बरु चाहिँ त्यतिकै उठाएर लिएर जाउँ न
राम्रोसँग जाऊ ल दिदीको घरमा जाले घुमेर आऊ बाई बाई अब म पुर्याउन जान लागेको है यिनीहरू चाहिँ मेजमान हो घरको मान्छे त निस्केकै छैन उहाँ छ मेहमान सब आजको सङ्गीता बबिता दिदीको घरको मेजमानहरू है यिनीहरू कस्तो राम्रो आएको हौ तिमीलाई त आज त सो ब्युटिफुल अटो ल्याउनु न यहाँ सामान छ के अब हामी अनि भन न त कहाँ जानु लागेको भन न तिमीलाई राम्रो देखिन्छ यता हेर न कस्तो क्यामेरामा फेस नदेखाउनेहरू साथीहरू यो मेरो ननद हो वान एन्ड ओन्ली कसले है भाउजूलाई कसले त भनेर बोलाउँछ है छैन कि भिडियो गरेको त्यतिकै पनि यस्तो यस्तो गरेको न त मेरो बत्ती बल्दैन क्या हो साथीहरू जान लाग्यो मेरो बान्जा बान्जी मेरो घर त सुन्ने हुने भयो आज सुन्ने उहाँ पनि छ बोराम पनि छ राइटुल अटोवाला आएर पनि राइटुल गइसक्यो नि बसाइ सधैँ साथीहरू बसाइ अटो पनि आउँदैन के गर्नु बसाइ सधैँ है बसाइ सधैँ अटो आइसक्यो साथीहरू अटो आयो अटो आयो साथीहरू अटो हाम्रो अटोवाला अङ्कल आइसक्नु भयो लुना छिटो यहाँ सामानहरू भइसक्यो अटो वहाँनिर छ सिटी सवारी अटो सबैजना जान लाग्यो कि तपाईँ पिर नगर्नु नि छिटो यहाँ मेरो भ्लगमा तपाईँलाई सौरभ ल बाई बाई गरेर जाऊ अब 1 हप्ता पछि आउँछु भन्न लु एक्जाम सकेर 1 महिना पछि आउँछु बिनिसाल त रुनु त मन लागेको छैन नि अब यहाँ बिनिसाल रुनु मन लागेको छैन नि राई जानु पर्यो नि पागल हो रुनु मन लागेको छैन न रोइ जाऊ ल फेरि आउनु 1 हप्ता पछि माम चाहिँ रुयो कि न साथीहरू अटो आइसक्यो अटोमा म त भिडियोग्राफर हेर मेरो घर सुन्ने गरेर जान लागिसक्यो साथीहरू यो एकजनाको मात्रै भएको अर्काको भागमा कि त दोकानवाली आन्टी यहाँ मस्ती हाँसेर तिमी पनि जाने तिम्रो मम्मीले जानु दिनु पर्यो नि तिमी पनि जाने ठुलो मम्मी घर यिनीहरू सबैजना जान लागेको साथीहरू यिनीहरू सबैजना चाहिँ अब यो अटोमा चढेर रक्सी खान गएको ल जाऊ बाई बाई गरिहाल त म हिँडेको अब मान्छे आएर चढिसक्यो अटोवाला वहाँनिर छ गिलास पक्रेको अनि काम छ ओए म साँच्ची भनेको कति धेरै लोड भयो त टन्नै छ लोड त ए छिटो आउनु न हो बाली पठाइदिनु भरे रुएर तिमीहरू फेरि घर फर्काइदेला नि भरे भाइ लु आमा नि कस्तो ऊ पत्रै आएको
अट्यो त हाँक्दैन साथीहरू के गर्नु नबिना त देख्यो ब्लग हेलो भेरी गुड यिनीहरू त बाई बाई गर्दैन अनि बिचरा यिनी पनि जाने तिमी पनि जाने भोलि पछि जानुपर्छ ल हामी सङ्गीता दिदी आउँदैछ अर्को बोरा ल्याउनु न त्यो भइहाल्छ आइपुगे छैन हे लाँदैन त्यो अहिले फेरि 7 जाला नि ल तिमीहरू जाऊ ल बाई बाई गर्दै म जान्छु भाडा मस्काउनु बाई बाई सौगात बाई बाई गर्दै बाई बाई 2 महिना पछि आउनु ल भोलि आउनु ल कति हप्ता पछि त्यहाँ बस्नु नि तपाईँ चाहिँ हुँदैन अनि त्यसलाई पनि लाने हाई बाई भयो बाई बाई जाऊ जाऊ राम्रोसँगले जाऊ है राम्रोसँगले जाऊ साथीहरू बा ओभरलोड भएको छ ओभरलोड भएको छ लोड बिनाको मान्छेहरू ओभरलोड भएर यहाँ सिटी सवारी पनि चलेको छैन ला कालेलाई लगेन मैले हामी भोलि पछि जानुपर्छ बा हेर उहाँ नलगेकोले आमालाई पिटेछ दर्शकहरू साथीहरू दिदीहरू पनि गयो सुन्ने भयो घर पनि छ घरमा नानीहरू हुँदा झ्याउँ झ्याउँ लाग्छ होइन फेरि गएपछि कस्तो सुन्ने लागेको क्या यस्तो राम्रो देखेछ है मेरो घर यहाँको अनि सुन्ने भयो साथीहरू सुन्ने भयो अब आफ्नो आफ्नो धन्दा गर्नुपर्छ काम गर्नुपर्छ यस्तो राम्रो देखेको क्लबको सामान यहीँनिर छ हिजो यहीँनिर बसेर पूजा गरेको थियौँ हिजोको पुरी यहीँ उब्रिरहेछ अझै यहाँनिर परोर छ भाँडा मस्काउनु बाँकी नै छ साथीहरू मैले चाहिँ यसरी किचन सेट गरेको छु अहिले यहाँनिर यो पूजाको सामानहरू 3 दिन नभएसम्म यो घरबाट निकाल्नु हुँदैन भनेर मैले जस्तो छ त्यस्तै नै सेट गरेर राखेको छु अनि यो चाहिँ हिजो उब्रेको परोर अनि यो पुरी पनि फाल्नु हुँदैन एक ठाउँमा खाल्टो खनेर गाड्नु पर्छ अरे सो त्यही भएर अब दिदीहरू पनि गइसक्नु भयो अनि कस्तो राम्रो देखेछ है यस्तो राम्रो देखेको छ सो यस्तै हो भिडियोमा जोडिराख्नु होला साथीहरू हेरिराख्नु होला अब चाहिँ म काम गर्छु ल नेक्स्ट डे नेक्स्ट भ्लग गाइज कस्तो हावा हुरिरहेछ नि हिजो एउटा दिदी गएर आज अर्को दिदी बिजो कालो कालो भएर कालो भएर आज फेरि हुन्छ त्यहाँ आज फेरि त्यो अटोमा जाने गएको ल बाई 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 ऊ भाइले बरु बाई बाई गर्यो बाई बाई दसैँमा आउनु ल ल हेर्न मलाई लटके घर जान लागेको छ पानी आएको छ नगएन होइन तीजमा आउने भन सुतेको मान्छेलाई पनि उडाएर
पानी पर्यो भने तपाईँलाई नै भिजोस्। यस्तो पानी नजानु कि भोलि जानु अब भोलि हेर्नु त यहाँ कस्तो भन्छ यिनीहरू बोल्यो भने रिस उठ्छ बोल्यो भने बुहारी बोल्यो भने रिस उठ्छ अरे तपाईँको प्यान्ट थोरै देखाएको छ पानी आउँछ यता कस्तो कालो भएको छ पानी आएको छ छैन राइस कुकर सिरीमा काले औ बाई बाई गरिदेऊ यहाँ बाई बाई दसैँमा होला खै ल भनेको यता हेर न त बाई बाई गरेर लु गयो हाम्रो दिदी कान्छी दिदी घर पानी पर्दा पर्दै हरियन पुग्छ पानी पर्दा पर्दै हरियन पुग्छ कस्तो पानी परेछ है सो गाइज अहिले चाहिँ एकदमै पानी परिरहेछ एकदम धेरै चाहिँ पानी होइन एकदम थोरै पनि होइन ठिक्कले पानी चाहिँ परिरहेछ अनि हाम्रो सङ्गीता दिदी चाहिँ गइसक्नु भयो पानीकै बिचमा अनि हिजो चाहिँ बबिता दिदी गएको थियो भने आज चाहिँ सङ्गीता दिदी 2 दिनको भिडियो जोडिएको छ अब अहिले चाहिँ हाम्रो गाउँमा लाइन गएको छ लाइन चाहिँ होइन अब भरे लाइन आयो भने भरे भिडियो कन्टिन्यू गर्छु मतलब भिडियो पोस्ट गर्छु अब लाइन आएन भने त यस्तै हो 2-4 दिन अनि अहिलेको म मौसम देखाउँछु तपाईँहरूलाई हेर्नुहोस् है हेर्नु पुरै कालो भएर पानी परिरहेछ भित्रैबाट हेरिरहेको छु है भित्रैबाट हेरिरहेको छु म बाहिर जाँदिनँ पानी परिरहेछ सो यस्तै हो मौसम गाउँका मौसम यस्तो भइरहेछ पानी पर्छ क्या सो मौसम चाहिँ यस्तै छ चिसो चिसो कुल मौसम भएको छ अहिले चाहिँ होइन सो भिडियो चाहिँ म कन्टिन्यू गर्दिनँ अबदेखि किन भिडियो कम्प्लिट भइसकेको छ मेरो अलि धेरै नै भइसक्यो पानी त झन् जोडले पो त आयो त साथीहरू पानी चाहिँ जोडले आयो होइन सो अब म भिडियो पनि एडिट गर्छु मैले गरेको छैन अनि योभन्दा अगाडिको भिडियो चाहिँ मेरो घर पूजाको राखेको थियो त चाहिँ तपाईँहरूले हेर्नुभयो कि भएन एकदमै भ्युज लोएस्ट भ्युज गएको छ होइन सबैजनाले गएर त्यो भिडियो पनि हेरिदिनु होला र आजको यो भिडियोलाई पनि मन पराइदिनु होला यति भन्दै आजको भिडियोलाई चाहिँ बाई बाई गर्न चाहन्छु नेक्स्ट ब्लगको साथमा उपस्थित हुने बाचाको साथ आजको यो भिडियोलाई चाहिँ बाई बाई गर्न चाहन्छु बाई बाई